हेलो साथीहरू नमस्कार वेलकम ब्याक टु आवर च्यानल फास्ट लर्न। आज हामी भिटामिनका नाम र इन्भेन्सन डेट पढ्नेछौँ। योभन्दा अगाडि दुईवटा पार्ट पढिसकेछौँ। यो हाम्रो तेस्रो पार्ट हो। ल त स्टार्ट गरौँ। भिटामिन B5 पेन्टोथेनिक एसिड इन्भेन्सन डेट 1933। अब यसलाई कसरी टिक्का साथ लर्न गर्ने। B5 वाइफ, एकजनाको वाइफ छिन्, उसको बुढो अचम्म मान्छ तैँले त्यति धेरै पान कसरी खाइस्। उसको वाइफले पान मात्रै खान्छन्, त्यति धेरै पान खाइन्। उसको बुढो अचम्म मान्यो, उसको वाइफले त्यति धेरै पान कसरी खाइन्। त्यतिबाट 1933 पानबाट पेन्टोथेनिक एसिड। नेक्स्ट हाम्रो B6 नाम पाइरिडोक्सिन, इन्भेन्सन डेट 1934। सजिलो याद राख्ने तरिका B6लाई 6 बुझौँ। 6 पाई चौरतिर, 6 पाई चौरतिर, पाई भनेको पाइरिडोक्सिन, चौरतिर 34, 6 पाई चौरतिर। B6 6 पाई चौरतिर 6, B6 भइहाल्यो। पाई पाइरिडोक्सिन र चौरतिर 1934। नेक्स्ट भिटामिन B7 नाम बायोटिन, इन्भेन्सन डेट 1931। सजिलो याद राख्ने तरिका 7 = भ्यान, 7 भ्यान, भ्यान आयो एकातिर, भ्यान आयो एकातिर, आयो बायो, बायो बायोटिन, आयो बायो, बायो बायोटिन, एकातिर 31, भ्यान आयो एकातिर, भ्यान आयो एकातिर, आयो बायो बायोटिन, एकातिर 31। हाम्रो नेक्स्ट भिटामिन B9 नाम फोलिक एसिड, इन्भेन्सन डेट 1941। सजिलो याद राख्ने ट्रिक 9लाई नाइ, 9 नाइ, नाइ म फुलिस होइन एक चलाक मान्छे हो, नाइ म फुलिस होइन एक चलाक मान्छे हो। फुलिस फोलिक एसिड, एक चलाक 41, नाइ 9 नाइ, नाइ म फुलिस होइन एक चलाक मान्छे हो, 9 नाइ फोलिस फोलिक एसिड, एक चलाक 41। नेक्स्ट भिटामिन B12 नाम साइनोकोबालामिन र इन्भेन्सन डेट 1948। यसलाई सजिलो ट्रिक कसरी बनाउने। 12 बार, 12लाई बार, बारमा छ सानो सानो अचार, 12 बार, बारमा छ सानो सानो अचार। बारमा के पाउँछ, ड्रिङ्क्स पाउँछ, ड्रिङ्क्ससँगै खानलाई अचार पनि पाउँछ। बारमा छ सानो सानो अचार, 12 बार, सानो सानो साइनोकोबालामिन, सानो साइनोकोबालामिन, अचार 48, अचार 48। अब हामी एकचोटि रिभिजन गरिहालौँ। रिभिजनको क्रममा हाम्रो B5 के थियो, हाम्रो ट्रिक 5 वाइफ, वाइफ त्यति धेरै पान खान्थिन्, त्यति धेरै, त्यति 1933 पान पेन्टोथेनिक एसिड। नेक्स्ट हाम्रो B12 ट्रिक के थियो, 12 बार, बारमा पाउँछ सानो सानो अचार, सानो साइनोकोबालामिन, अचार 48। हाम्रो नेक्स्ट भिटामिन B7 7 भ्यान, भ्यान आयो एकातिर, भ्यान आयो एकातिर, आयो बायो बायोटिन, एकातिर 31, भ्यान आयो एकातिर, आयो बायोटिन र 1931 एकातिर। रिभिजनको हाम्रो लास्ट भिटामिन B6 ट्रिक के थियो, 6 पाई चौरतिर, 6 पाई चौरतिर, पाई पाइरिडोक्सिन, चौरतिर 34, 6 पाई चौरतिर 34। हस् त आजको लागि यति नै। भिडियो उपयोगी लागे च्यानललाई सब्सक्राइब गर्न नबिर्स्नुहोला, भिडियोलाई लाइक गर्नुहोला। धन्यवाद।